एमालेको सांसद बोल्दै गर्दा सुदन गुरुङले झन्नै कुटे साथीहरू यो भिडियो हेर्नु त। कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू 23-24 गते तिलस्मी रूपमा प्रकट भए। तेरा तो गेम बचाना पड़ेगा। नजिक भएको भए बुढाले कुट्थे है, टाढा भएर मात्रै। अब उसलाई रिस चाहिँ किन उठेको भनेदेखि उहाँले यो देशको धरोहर चाहिँ कुन देशका साथ जलाइयो र चाहिँ टिओबी हतियारधारी टिओबी ग्याङहरू किन आए भन्ने कुरा उठाउँदै गर्दा सुदन गुरुङलाई रिस उठेको हो। अब उहाँलाई चाहिँ के थियो भने अब जनताले बिर्सियो होला लगभगै यो घटनाहरू। अब चाहिँ हामी अझ राम्रा राम्रा कामहरू गर्दै जनतालाई उता भुल्याउँछौँ र यो आफ्नो कालो कर्तुत चाहिँ लुकाउँछु भन्ने लागेको थियो होला माननीयज्यूलाई है। जनताले बिर्सिँदैन। भोलि तपाईँहरूले देश अमेरिका नै बनाए पनि हामी बिर्सिनेवाला छैनौँ है। त्यत्रो चाहिँ त्यो देश जलाउने अपराधीहरू जबसम्म खोरमा जाकिँदैनन् नि तबसम्म यो कुरा संसदमा गुन्जि नै रहन्छ। माननीय सुदन गुरुङज्यू सुन्ने क्षमता चाहिँ राख्नु होला है। यत्रो विधि तातो रिस गरिहाल्न पर्दैन। जनताले यो कुरा 100 वर्षसम्म पनि बिर्सिँदैन क्या है। ठीक भन्नुभयो।